यो एउटा केटा थिएछ एउटा अलिक टाढै गएर काम गर्नु पर्दैछ अन्त उसले चाहिँ जहिले पनि बेलुका आउँदा एक बोतल रक्सी चाहिँ लिएर आउँदैछ उसको बुढीसँग बाँडेर आज यति बोतल खान्थेछ तर एक दिन चाहिँ उसले मासुसँग खानु पर्यो भनेर चाहिँ मासु आधी किलो किनेछ त्यहाँदेखि चाहिँ एक बोतल रक्सी बोकेर आउँदै थिएछ एउटा खोलाको साँगो थिएछ त्यो साँगो पार गरेर आउनु पर्दैछ साँगोबाट तर त त्यो रक्सी चाहिँ झरेर खोलाभित्र बसेछ त्यो सट्टै ऊ गएर चाहिँ त्यो बगर छेउमा चाहिँ रुनु थालेछ एकै बोतल भएको रक्सी बुढी र म आधी अब्दुल खाउँ भनेको रड्डी भइहाल्यो भनेर रुन्दै रुन्दै बसेछ हो निकै रुन्दा एक दिन बाद एकछिन बादमा त जलदेउ त खोत्ते निस्किएछ होनीको बोतल झिकेर यो तेरो यो हो तेरो भने हजुर यो होइन इमान्दारी थिएछ नि त यो हो तेरो होइन ठक्कै बगरमा बस्दै गर तेरै लिएर आउँछ सट्टै भित्र बसेर उसको बोतल रक्सीको बोतल लिएर यो हो तेरो भन्दा त घन्टाको कोकिला टिपेर डाँडा घाट नाँटिसकेको थियो